लिएर बस्ने हजुर तपाईँहरूको चाहिँ यो बेला चाहिँ नभने कहिले भन्ने टोपी निकालेर हो क्या बोल्ने त टोपी निकालेर बोल्यो अब फलफुल होला आऊ दुईजनाले लाउने होइन यो दिनै बाँकी छ क्या पूजा गर्नु पर्यो पूजा गर्नु अब के अब तपाईँले यो भन्नु अनि त्यही अनुसारले ल्याउँछ अब हाम्रो सोरानी भयो अब लेक अब होइन पहिला यो माथि लाने हो अनि त्यो कुन बेला कुन दिने भन्नु न त्यही हिसाबले ल्याउँछ अब घर यो भाइ खोलाको आउन पर्यो जान्छ हजुर जानु न पेराङ्गो होइन पेराङ्गो होइन त्यो के अरे नानी रोजिना तिमीले बोकेको र नानीले बोकेको लिएर आउँछ होइन होइन त्यो होइन एउटा डक्कै ल्याउनु माथि लैजाउँ न नानी ल यो माथि लिएर हिँड त यो दुईटा चाहिँ कुन दाइ त्यो रोटी मात्रै भएको होला त्यो अर्को पनि दिनु यो नानी त्यो नि ल्याउनु यता यो रक्सी हो पहिला रोटी दिनु दाइ पहिला रोटी दिनु अर्को नि रोटी मात्रै भएको ल्याउनु जान्छ सोरानीको भन्दा नि अब सोरानीको यो अब
12 भाइ भन्छ 12 भाइको यो यो 12 भाइको 12 भाइको दुईटा रक्सी हो नि यो पनि रोटी नै हो त यो नि 12 भाइ माउली कुखुरा छ माउली आउँदैछ अब यो रक्सी किन्दा अर्को रक्सी नि यो अब यता ल्याइदिनु त उसलाई झन् यहाँ नछोड्नु यो 12 भाइको है यो आगो अब आगो 12 भाइ हजुर अब एउटा यो मामालीको नि बोतल ल्याए चाहिँ के रहेछ खै कता झन् यो मामाले अलग राख्छ छुट्टै राख्दैछ यो कुबु भाग यो चाहिँ अब मान्छे बन्धु सबै एकै ठाउँ हो एकै ठाउँमा मान्छे बन्धु त पड्का आएन अब भयो होला नि दाइ है यति नै हो अब छुटपुट केही छ र चाड र उयो ल्याउने फोटो पनि खिच है केटाको फोटो तल भन्न खोज्छ फोटो खिच भिडियो खिच